तातो रक्सी आयो ए रक्सी पो भन्दो रहेछ हौ त्यसको बराजेको तातो सेलरोटी आयो भनेको यो चाहिँ उषाको बिहाको लागि चाहिँ कोसेली रेडी हुँदैछ हामीहरूको यो चाहिँ लुई भुटनको ब्यागमा चाहिँ गयो सेलरोटी अर्ग्यानिक अर्ग्यानिक यहाँनिर चाहिँ सुँगुरको मासु रेडी हुँदैछ है यहाँनिर चाहिँ सदन बहादुरले चाहिँ उसको फेभरेट सालीको बिहाको लागि चाहिँ सुँगुरको मासु पकाइदिँदैछ सदन बहादुर अब तपाईँको फेभरेट सालीको बिहा हुँदैछ कस्तो भइरहेछ मनमा अब के गर्नु स्याड भनेर पनि भन्नु मिलेन हैन अब बे भइसकिसकेको छ यहाँ त यसो चाँदो पाँचो मात्रै हो अब के गर्नु ठिकै छ मुटु माथि ढुङ्गा राखी हाँस्नु परेको छ भनेर यहाँनिर चाहिँ के गर्दैछ हौ दुईजना फुच्चे केटाहरू ए कोसेलीको लागि मासु काटकुट हुँदैछ होइन यस मासु काटेको चाहिँ नदेखाऊँ तर हाम्रो टिमहरू चाहिँ यही हो मासु सासु कट हुँदैछ यता चाहिँ हुनुहुन्छ हाम्रो बेहुलीका आमा र बाबा दरो काम गर्दै हुनुहुन्छ है बेहुली र आमा बाबु खै बेहुली भन्दा राम्री देख्छु जवानी झुकिन्छ होला भोलि बिहाको दिन झुकिन्छ होला हौ यहाँनिर पेरेको एक बारी छ यहाँ चाहिँ लाठे केटाहरू बसेर एकदम बिजी छ लाठे केटाहरू यहाँनिर एकदम बिजी छ यो चाहिँ मेहेन्दीको लागि सामानहरू डेकोरेसन भएकै छैन हौ डेकोरेसन गर्नुपर्छ के छ पिरा छ के छ यहाँ चाहिँ हाम्रो माइली फुपूले यस्तो राम्रो रोटी बनाउँदै हुनुहुन्छ यहाँ हेरौँ है कस्तो चाहिँ बाफ पनि आइरहेको छ पुरो यत्रो स्वाट स्वाट खुलेको गोलो नगोलो सेलरोटी यहाँ सेलरोटी सेफ चाहिँ उहाँ हुनुहुन्छ है मास्क लगाएर काम गर्दै हुनुहुन्छ होइन किनकि रुगामार्गी लागिरहेको छ त्यही भएर के हुन्छ किन मास्क लगाएको रुगामार्गी लागेको कारणले गर्दाखेरि मास्क लगाएर काम गर्नुभएको छ सेलरोटी चाहिँ यस्तो मजाको भयो सब बिहाको कोसेलीको लागि पाक्दैछ अझै यति बाँकी छ बनाउनु होइन यो भरि थियो आधी चाहिँ बनाइसक्यो अब चाहिँ हुनुहुन्छ हाम्रो डोनकास्टरको टप हिरोइनहरू हुनुहुन्छ यहाँ कोसेली चाहिँ उहाँहरूले खोइ किन यति साह्रो गाड गरेर बसेको कति साह्रो दुईजनाले कोसेली रुँगेको हो आमा यो चाहिँ बिहाको लागि यस्तो हुँदैछ है कुरोकानी हामीहरूको बडाले चाहिँ मासु खाँदै हुन्छ बडा कस्तो भएछ बिहा घरको मासु मिठो भयो बिचारा मेरो दुईजना छोराहरू कति खाँदैछन् अनि एउटा दादालाई चाहिँ दिएको पनि छैन ऊ दुईजना मात्र खाइरहेछ खोइ त अनि तिमीहरूको दादालाई चाहिँ इन्भाइट गर्यौ यहाँनिर चाहिँ होइन मेहेन्दीको डेकोरेसनको लागि चाहिँ सरसल्लाह हुँदैछ के छ यहाँ आमा यहाँ कति राम्रो क्युट छाता यो कसरी ओपन गर्ने छाता मान्छे ओपन गर्दै त ल ओपन गर्दै त
यो त चाइनिज जस्तो पो रहेछ यो छाता त के यो डिआइवाई माथि पेन्टिङहरू पनि गर्नु दिनुपर्ने हो ती कति अनि यो छाता पनि डिआइवाई नै हो जस्तो लाग्यो मलाई माथि कलरहरू गर्नुपर्ने क्या आफैले के अनि यहाँनिर यस्तो छिमठिहरू छ यहाँ यो चाहिँ डिआइवाई गर्ने के यहाँ रेडी हुँदैछ है रेडी हुँदैछ अब चाहिँ म यहाँनिर इन्ट्रोड्युस गर्छु बेहुलीलाई बेहुली चाहिँ व्यस्त छ यहाँनिर उसका आफ्नो कति यसो हेर्दा त बेहुली जस्तो देख्नुहुन्न होला धेरै काम गरेको देखेर तर उहाँ नै हो उसास मेहेन्दी लेखेको रहेछ त्यहाँ चाहिँ इयरिङ यसरी झुन्डाउने अरे है यो यसको खास मैले अर्थ बुझेको छुइनँ अब यो भोलि थाहा हुन्छ के हो यो भनेर है मेहेन्दीको दिन थाहा हुन्छ के गर्नुपर्छ यसको अब्जेक्टिभ के हो भनेर भोलिको दिन थाहा हुन्छ उसास मेहेन्दी लेखेको छ यसरी के भन्छ अरे यो कोसेलीहरूलाई त यो त हप्तामा पो लगेको पश्चिम ला हौ यसले पासिङ पादिङला यो चाहिँ अब हप्तामा यो चाहिँ 5 घर कि 6 घरको भागमा यति पर्यो सेवारो 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 यो चाहिँ उषाको चाहिँ Nusan! Nusan! तिम्रो खोइ एउटा जुत्ता Where's your one shoe? Easy there, boy. Easy there. Oi, talk say. Oi! Don't break my botuka. It's a easy there, boy. Hey, it's a yo. Those legs, those legs. यत्रो लाठे केटा छ अब के गर्छ अब कसरी यो भमरालाई बचाउने केयरफुल डोन्ट टच इट हो अनि पहिले के भमरा हो त्यो भमरा हो यो मौरी हो त्यो पटुका चाहिँ किन ल्याइस् त अनि bring a paper you killed it you did you kill it you killed it why did you kill it honestly it's Chuck is talking why are you looking at this Chuck one weird guy Pass it in the plate! I've got it! Pass it in the plate! It still has its finger, you know. Pass it in the plate! Can I mix it?
यहाँनिर एकदमै डिबेट भइरहेको रहेछ कसरी डेकोरेट गर्ने भनेर मैले त मिस गरिहालेँ छु लास्टमा आइपुगेँ यहाँ अनि के डिसिजन भयो त कहाँ बनाउने भयो डिसिजन भएकै छैन अझै मम्मी Lord, be careful. Khoy juta. I am caveman. Yes, you are. Yes, you are. I'm a goat, look. हो रहेछ गोठै रहेछ मेरो छोरा गोठ हो अरे ऊ अहिले खाएर अड्किन्छस् है तैँले भयो इनफ नसु कस्तो दामी देखिन्छ यो घाममै चट्ट आउँछ भोलि यसरी नै ठिक छ यसरी राखौँ न यसरी हुन्छ यस्तो दामी छ हैन हामी पर्ने कुरा हो के त्यो रेन भन्यो नि त मिल्दैन कि त्यस्तो हुँदैन त्यो फ्रेम पनि छ हैन sometimes in life it's better to make a decision and follow through with it so you get something done के perfect सबै खोजेन क्या हुँदैन क्या perfect कहिले हुँदैन कति टाइम लाग्छ so just do it सिद्धि क्या is at least के हुन्छ क्या at least outcome हुन्छ yes मेरा आज 6 third eye open भयो thank you so much third and fourth eye दुईटा आयो extra open यहाँ अनि यहाँ पनि हो नि एउटा thank you so much brother thank you so much आज हामीलाई रकिले धेरै राम्रो wisdom दिएको छ अरे wisdom मसँग धेरै छ है wisdom धेरै छ म नि अब यसो लेख्छु पिपलको पानामा लेख्दै हिँड्छु ओके ल थ्याङ्क यू सो मच धेरै धेरै विस्डम चाहिएमा चाहिँ हाम्रो रकेट ब्रोलाई सम्पर्क गर्नुहोस् धेरै विस्डम चाहिएमा के हुन्छ जेन्युइन हो नि एडिट गर्ने र हाल्ने हो एकदमै राम्रो यहाँ विस्डमको कुरा अनि यता पनि सिकाउनु न म पनि भ्लग बनाउनु पर्यो त्यसको लागि त विस्डम भएको मान्छेले सक्दैन हामीहरूको जस्तो दिमाग चाहिन्छ खतरा दिमाग हावा पानी फ्यामिली मेरो ब्लगको नाम हावा कथा नै हो हावा पानी कथा क्या पानी पनि ओके इन्सपिरेसन चाहिँ यो हो होइन अझ यो बनाउनु पर्ने तर आज हाम्रो टिमको कुरो खाने मिलिरहेको छैन अब लेट्स सी कस्तो हुन्छ बिफोर एन्ड आफ्टर हुन्छ हेरौँ भरे कस्तो बनिन्छ बाबा त्यो होइन त गोठ भनेको त ओके यहाँनिर चाहिँ अब चटपटी आएको लागि चाहिँ हुँदैछ भर्खर काम हुँदाउँदैछ है कामदारहरू अघि आएर काम गर्नु थालिसकेको छ अघि यो त अहिले त अघि घाम उदाउनुभन्दा अगाडि नै आज त हामी 5 बजे आएको होइन सुतेकै छैन लगभग दिदीले पनि चिया बनाएको बनाइछ थ्याङ्क यू दिपु मेरो लागि हो यो
रितुले यहाँ मेरो लागि चिया बनाइदिएको छ। म चाहिँ यहाँ पानीपुरी तार्दैछु। पानीपुरी यति भइसक्यो पानीपुरी। अब बाहिर चाहिँ डेकोरेसन स्टार्ट भयो आजको लागि। अब चाहिँ हल्का यहाँनिर चाहिँ डेकोरेसन चाहिँ देखिन थाल्यो है। ब्याकड्रप चाहिँ यस्तो बनिँदैछ। वाउ मजदुरले बनाएको हो वाउ वाउ फायर नेक्स्ट टाइम आएर वाउ वाउ टेबल बनाउने चाहिँ नेक्स्ट टाइम हायर नगर्ने रे किन कसले हो टेबल बनाएको चाहिँ? यो टेबल चाहिँ राम्रो भएन अरे। कति बजे आउनु भएको थिएँ? 5 बजे नि आज 5 बजेदेखि काम है? घरको मान्छेलाई नि आएर उठाइदिएको मैले। गुड मर्निङ ओपन द डोर। मङ्गेश थियो अझै के गर्नुपर्ने हो? आएकै छैन त अघि चाहिँ निकाल्यो। यहाँनिर चाहिँ समोसा पनि पाक्दैछ। यहाँ चाहिँ आरतीले चाहिँ के यो पानीपुरीको होइन पानीपुरीको आइटमहरू बनिँदैछ यहाँनिर चाहिँ। चिया पनि आज पुरै चिया लभरहरूले चिया बनाएको छ। एकदमै बाक्लो मिठो पुरै खाइसक्यो चिया बिहान उठेदेखि। यो चाहिँ प्रिन्सेस बेहुलीको एकलौटी भाइ आज साह्रो निराश छ। उसको बहिनीलाई बिहा गरिदिनु पर्यो। बिचरा साह्रो निराश छ। आँखाबाट आँसु आइरहेको छ बिचरा। डोन्ट वरी ओके डोन्ट वरी। वेलकम टु उषास मेहेन्दिज होइन। यो चाहिँ आज चाहिँ बोहो थिम फाइनली डेकोरेसन फिनिस भयो। यस्तो यहाँनिर चाहिँ के भन्छ यो परालको गुन्द्री यस्तो भन्नु नआएको गुन्द्री। यहाँनिर चाहिँ सबै पम्पस फुलहरूको अनि यहाँनिर चाहिँ ब्याकड्रप यस्तो भयो है। वाउ 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 ल्यान्टर्नहरू छ यहाँ माथि। यहाँबाट डोको यस्तो आइरहेछ। यहाँ माथि छ यो पिराहरूको डेकोर। यहाँनिर यहाँ चाहिँ खानेकुराहरू पनि पुरै रेडी भइसक्यो। पानीपुरीहरू केटाकेटीको लागि किड्सको लागि त्यही दामी छ। वाह त्यहाँ चाहिँ हामीको कान्छा जमाइ बिचरा बोकाएर बसिरहेछ। कसैले खानु पनि दिएन। चाहिँ हामीहरूको के लेखेको छ? गोपेटारको स्प्रिङ रोल। गोपेटारको स्प्रिङ रोल हो यो चाहिँ। अनि यहाँ हाम्रो छ सबैको समोसा। सबैको समोसा प्लिज खानुहोस् आएर। मैले बनाएको भन्नु न अनि यो चाहिँ जस आजको सबैभन्दा धेरै काम गर्नेमा चाहिँ म एकजना हो होइन। अनि यहाँ 2 जना हाम्रो बहिनीहरू छ। सबसे धेरै हामीले काम गरेको छौँ आज। आमा यो समोसा आयो आयो समोसा आयो सबैको समोसा आयो आयो सबैको समोसा आयो। अनि यो चाहिँ हाम्रो रहेको छ गोपेटारको स्प्रिङ रोल। गोपेटारबाट सिधै हाम्रो लन्डनमा आइपुगेको छ। आएर खाइदिनु होला। अनि यहाँनिर पनि अरू ट्यागहरू छ होइन। हेरौँ है बनिसकेको छैन। खानेकुरा भरे बनिन्छ। हट चिक विङ्स बनिनै बाँकी छ। अनि अर्को चाहिँ बुढाको अचार छ यहाँनिर होइन। यो चाहिँ हामीहरूको बेहुली नानीकै बुढाको अचार होला है। कसको बुढा कोनी? यो चाहिँ कोसीको प्राउन छ। यो चाहिँ हामीहरूको नेपालको कोसी खोलाबाट आएको प्राउनको बनिँदैछ होइन। यो चाहिँ जस्ट फ्राइज हुनै बाँकी छ बनिँदैछ।
अनि यो चाहिँ के हो नग लाइफ अरे हौ यो चाहिँ खै के हो अलिक ए ओके चिकन नगेट्सको लागि गिलो गिलो सेलरोटी हो कि गोलो गोलो सेलरोटी रहेछ हौ गोलो गोलो सेलरोटी अनि यहाँनिर चाहिँ 5 थरबाट आएको छ पानीपुरी अनि झापाको छ चटपटे आजको यस्तो छ भेराइटिजहरू बनिसकेको छैन बनिँदैछ रकेट के तिमी यहाँ त्यस्तो के जुस खाइबसेको यो जुस हैन यो ककटेल हो लिम्बूको छोरा भएर लिम्बू छोराले त नि ककटेल खान्छ त होइन काम लागेन विस्की सिस्कीहरू पो खानुपर्छ माखिमको छोरा रेनी आमा के हो तेरो मुख त्यस्तो के हो त्यस्तो मुख याकी यसको मुख हेर के आएको त्यस्तो बेहुलीको इन्ट्री हुन आँटेको छ त्यही भएर यहाँ सबजना वेटमा छ बेहुलीको वेटमा बेहुली इन्ट्री हुन आँटेको छ यहाँनिर लाइटको पर्ने रहेछ क्या हो हाम्रो बहिनी ज्वाइँ कति राम्रो देखेको वाह 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 यहाँ चाहिँ हामीहरूको पापाराजीहरू हुन्छ पापाराजीहरू यता हुनुहुन्छ पापाराजीहरू पनि यहाँ चाहिँ बेहुलीको चाहिँ बिहाइन्ड द सिन उषा घुमेको गर बेहुली हुनु चाहिँ सजिलो चाहिँ छैन गाह्रै छ यहाँ चाहिँ हामीहरूको लोकन्ताहरू हुनुहुन्छ हाम्रो ब्राइड्समेडहरू हो यहाँ चाहिँ कति राम्रो हाम्रो ब्राइड्समेडहरू हुनुहुन्छ यता चाहिँ ओहो यहाँनिर चाहिँ रहेछ सदन बहादुरले खाना पकाउँदै रहेछ आफ्नो फेभरेट सालीको बिहाको लागि प्रन बनाउँदै रहेछ बोजू ए फुपू उयो छ अरे टमेटो प्युरी छैन ल प्रन बनाउँदै हुनुहुन्छ यहाँ फेरि घामले उस होला है फेरि यिनीहरू घामले कुक भइसक्यो होला हौ यहाँनिर चाहिँ मेहन्दीको लागि डिजाइन सेलेक्सन हुँदैछ ओके ब्रो कस्तो लागिरहेछ मेरो कमेन्टेटरी 2 शब्दमा प्लिज भनिदिनुहोस् त गिदी छ
के साह्रो हो यो भाइ त आफ्नो दिदीहरूलाई केही छैन सपोर्ट छैन अलिक राम्रो 2 शब्द कमेन्टेटर गरिदेऊ ल ठिकै छ दाइ भनेर देखाइहाल्यो कि उसले नाम त दुईको नाम त अल्फा हेरेर फर्काइहाल्यो क्या भाइलाई ओ माय गॉड कति माया गर्छ मेरो कान्छा ज्वाइँले मलाई वाउ कस्तो माया गर्छ मेरो ज्वाइँले कान्छा ज्वाइँले हेर त लु अब म यो खाएर टेस्ट गरेर भन्छु है कस्तो छ कति राम्रो छ हेर्दाखेरि साँच्ची ढाटेको होइन यस्तो मिठो रहेछ क्या आजको ड्रिङ्क्स चाहिँ मलाई साह्रो मिठो लाग्यो ओ माय गॉड केटाकेटी खाने होइन यो कस्तो मिठो खायो जसना कस्तो मिठो छ खाऊ त कस्तो मिठो जाऊ यसले फेरि के गर्नु थाल्यो नुसी ए नुसु न त्यसो नगर त्यहाँ ल जा अब सक्यो तेरो टर्न थ्याङ्क यू कहाँबाट मेरो निस्केर गएछ आजको चाहिँ मेकअप चाहिँ गरिदिएको छ आरती लिम्बूले हाम्रो दुल्हनको मेकअप एकदमै राम्रो देखेको छ यो चाहिँ आरतीको मेकअपको कमाल है मेकअप बाइ आरती पेज फलो गरिदिनु होला यस यस इन्स्टाग्राममा छ उसको चाहिँ होइन कस्तो राम्रो देखेको अनि हामीको बेहुली ओ हेर न डिस्टर्ब गर्नु आइहाल्यो कति भयो के गर्ने म पनि बुहारी बनाउँदै साइनो लाग्छ होइन तर बुहारी बनाउन सक्छु नि सदनकोबाट त साइनो लाग्दैन नि त कस्तो म यहाँ विचार गर्दैछु मेरो कस्टमरहरू यहाँ थुप्रै आइरहेछ एजरालाई साह्रै मिठो लागेछ त्यो हो ओ माय गॉड चारटा खाइसक्यो भनेको यो त थोरै ठुलो छैन त पुरा हगाउने खालको छ गुड मर्निङ वाउ कस्तो राम्रो चाचा रेनीको वाउ रेनी वाउ आमाको घरमा हैन के
Let's dance. ल वाह वाह Let's dance. Island. 2 weeks got happened. यहाँबाट गएपछि त 2 weeks जानै पर्यो के साथी है त्यहाँ मसला रहेन रहेछ मसला खुसा मसला छ कि छैन मसला के घरमा उयसमा हाल्छौँ नि हेर न सभ्य साक्षी भनेको हेर न यहाँनिर यिनीहरूले ग्रान्ड ओपनिङ गर्दै मैले यो चाहिँ बेहुलीको दुल्हनको लुगा चाहिँ सभ्य साक्षीको अरे यो चाहिँ सभ्य साक्षीको लोगो अब सभ्य साक्षीको लुगा हेर्न रेडी हुनुहुन्छ नि ल दिस इज सभ्य साक्षी वाह 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 सभ्य साक्षी कस्तो राम्रो देखेको सानी यता आउनुहोस् त देखाउनुहोस् त खै मेरो छोराको मेहन्दी देखाउनुहोस् त वाह कति राम्रो मेहन्दी लगाएको मेरो छोराले ऊ त ले त म लगाइदिन्छु तँलाई अझ म राम्रो मेहन्दी लगाइदिन्छु के को लगाइदिउँ डाइनोसोर्सको लगाइदिउँ यहाँ आइज म लगाइदिन्छु यहाँ आइज न म लगाइदिन्छु डाइनोसोर्सको लगाइदिउँ अर गजिला अर फ्लावर Okay, I'll see dinosaur. डाइनोसर ओके छि मलाई चाहिँ नछु है अब यस्तो गरेर ए तँ जापा त्यो नदल बाबा जा हेडवास गरेर आइज अब लागिसक्यो जा हेडवास गरेर आइज Go try in the water. या गो ट्राई इन द वाटर केटी ग्याङ पछाडि भाइहरू पनि लाइनमा बसिरह होला म पनि जान्छु है मलाई चाहिँ इन्भाइटै छैन क्या त्यही भने क्या बुढी भन्न खोजे हो क्या यिनीहरूले पानीपुरी हालेन अरू हो ओके ल केटी टोली सबैजना भेनासँग केटी टोली सबैजना ल आमा आमा पोज पोज भिडियो खिचिरह पोर्ट्रेटमा भयो हेर्दा मान्छे लु अब चाहिँ गुरुङ परिवारको आयो है लु ल अब चाहिँ फेरि अर्को फेरि सेट जान्छ अरे
लु यो चाहिँ माखिम परिवारको है यो केटाकेटी बिहामा ल्याउनु पनि यस्तै गाह्रो छ हरेकको बिहामा हुन्छ तिम्रो बिहामा त गएर सुतिकै थिएन थाहै थिएन साह्रै धेरै घोप्टो भयो यता हेर अनि नाम देखियो त कति साह्रो मन पराएको नि मौरी पनि आयो टाउको बिचमा आइदिएर बसेको हौ लु हेर्नुहोस् त जोय साहब हाम्रो बहिनी कति चाहिँ राम्रो होला मौरीले पनि यति साह्रो खेदो गर्यो गाह्रो छ के जिन्दगी गाह्रो छ मौरीले आज त फ्लावर्स देखे जस्तो छ के अरे मैले पनि पठाएको अरे मौरी त बेनाले सेक्युरिटी पठाउनु यहाँ यस्तो छ पुरै यहाँनिर पापाराजीहरू अब फ्यामिली पिक्चर भइरहेछ होइन भिडियोग्राफर चाहिँ यहाँ यस्तो सब यहाँ फोटोग्राफरहरू चाहिँ यस्तो छ है यहाँ 1 से 1 ब्लगरहरू छ यहाँनिर कमी छैन यहाँ घरमा ब्लगरको एकछिन अब त्यो क्यामेराबाट खिच्छ होला फोटो सेसनको कार्यक्रम अलि म फेरि मिलाउँछु पहिला क्यामेरालाई प्रायोरिटी दिनु होला नि छोरायो लु अब यहाँ आउनुहोस् लु जानुहोस् उता बस्नुहोस् लु अब हामी यहाँनिर फोटो खिच्नको लागि भेला गर्दैछु मैले रिक्सा भाडा हेल्प गर्दा कति बनाइसक्यो देखाउ त मलाई खै देखाउनुहोस् त I don't know what to make, so I don't know what. मेरो छोराले कति राम्रो राम्रो बनाएको छ नि How did you get that? अँ How did you get that? मैले पनि अघि बनाएको नि त अनि एगी के हो थियो तर सक्यो कि अरू पनि लगाउन त नि डल्लु यो मेरो जेठु र म यता आएछ त बाबा यसो गरौँ ए मेरो जेठु छोरो र म यो चाहिँ मेरो जेठा छोरा हो के खान्छौ जेठा जुस खान्छौ जुस खाऊ यहाँ जुस खाऊ यता आऊ त जेठा मेरो जेठा छोरा आमै कति राम्रे नि मेरो जेठा छोरा कहिले त हेर्छु मेरो जेठा छोरा आमै मैले जन्माएको मेरो जेठा छोरा हो यति राम्रे आमै कति राम्रे हो मेरो जेठा छोरा हेर त यति ठुलो भइसक्यो उसको पापाको सुट कुर्ता लगाउने भइसक्यो अब यो चाहिँ होइन मेरो यहाँ माइला ज्वाइँ र कान्छा ज्वाइँले आज कति काम गरेको गरेछ नि मेरो माइला ज्वाइँ र कान्छा ज्वाइँले जस यिनीहरूको यो माइला ज्वाइँ र कान्छा ज्वाइँको काम देखेर चाहिँ जस मलाई खुसी छ बहिनीलाई चाहिँ खुसीसँगले राख्छ भनेर साह्रै काम गरिरहेछ के गरेको खास तिमीहरूले चाहिँ नाम देखाएको यता चाहिँ हामीहरूको माननीय मानिसहरू बस्नु भएको छ
माननीय जनहरू बस्नु भएको छ भनेको फुपू ल भन्नुहोस् न त आफ्नो छोरीको अब एउटै मात्र छोरीको बिहाको लागि 2 शब्द भनिदिनुहोस् न त कस्तो लागिरहेछ 10 शब्द भन्दा पनि हुन्छ भन्नुहोस् न त ल कस्तो लागिरहेछ महसुस कस्तो भइरहेछ एकदम खुसी हुनुहुन्छ राम्रो लागिरहेछ सबै भदाइनीहरू छोरीहरू जम्मै भयो सबै भएर चाहिँ आज के अरे मेहन्दीको कार्यक्रम गरिरहेको छ त्यसमा एकदमै खुसी छु यस्तो दिन त कहाँ आउँछ त सधैँ सधैँ होइन यो त एकदम राम्रो भइरहेछ अनि अरू चाहिँ छोरीलाई चाहिँ के भन्न चाहनुहुन्छ छोरी र ज्वाइँलाई चाहिँ होइन आफ्नो छोरी र ज्वाइँलाई चाहिँ के भन्न चाहनुहुन्छ आफ्नो छोरी र ज्वाइँलाई चाहिँ आशीर्वाद दिन्छु शुभ आशीर्वाद सबै कुरा मेरो मनबाट दिन्छु छिटै आँगन पनि छिटै भरियोस् होइन सबैले सुन्ने गरी दिन्न के ए ओके 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 सेपरेटमा दिन्छु सेपरेटमा मनदेखि दिनुहुन्छ दिन्छु ल त जे भए पनि तपाईँको आशिष लागोस् हाम्रो बहिनी ज्वाइँलाई चाहिँ है ल हुन्छ ल ल नमस्ते सेवारो थ्याङ्क यू सेवा पनि हाम्रो मामालाई पनि सोधौँ न त मामा सेवारो आफ्नो छोरी र ज्वाइँको लागि 2 शब्द भनिदिनुहोस् न त अनि अब के अरे सबै अघि फुपूले के अरे भनिसकेको छ होइन हजुर मेरो पनि त्यहाँ के अरे आइजन नै हो होइन छोरी र ज्वाइँलाई अब जति दिनुपर्ने आशिषहरू सबै मनमनैबाट के अरे हजुर दिने हो मनमनै बाहिरी भन्यो भने त फेरि आँखी डाई पनि लाग्न सक्छ होइन मनमनै दिनुपर्छ आशीर्वाद अब आजको मेहन्दी चाहिँ अब सबै अब सक्सेसफुल छोरीहरू अब यहाँ के अरे भान्जीहरू सबै अब सक्रियतामा एकदमै के अरे राम्रो भएको छ अनि वेदरले पनि एकदमै राम्रो के अरे साथ दियो होइन हजुर एकदमै राम्रो भएको छ हस् त ल थ्याङ्क यू उहाँ चाहिँ हाम्रो उषा बहिनी हाम्रो दुलैको बाबा हुनुहुन्छ अनि यता चाहिँ हाम्रो दाई हुनुहुन्छ दाईले पनि भनिदिनुहुन्छ 2 शब्द मैले भनिराख्नु पर्दैन ल सबैले आज मनमनै भन्ने कुरा गरेर विचार यता हुनुहुन्छ हाम्रो माइला फुपा एकदमै ह्यान्डसम देखिनु भएको छ आज हाम्रो फुपालाई ओ माई गड के साह्रो ह्यान्डसम देखेको हौ फुपालाई म त मन्त्री जस्तो देख्छु त अरे मन्त्री नै अन्त हामी त हो त ल 2 शब्द भनिदिनुहोस् न त आफ्नो छोरीको बिहाको लागि म त धेरै भन्छु नि हुन्छ तपाईँलाई सुहाउँछ यस्तो मन्त्री देखिरहेछ ल आज हामी नेपालको पूर्व कुनामा जन्मेर आएर यहाँनिर युके को पनि माथि लेकमा डन्कासा भन्ने ठाउँमा आफ्नो छोरी भनौँ न दाजु दिदीको छोरी रूपमान गुरुम्बाङ दाजु र चन्द्रकुमारी लाउती दिदीको सुपुत्री उषा गुरुम्बाङ र हाम्रो कुटुम्ब ज्वाइँ सेरियाङ दिङदान ज्वाइँहरूको चाहिँ अब नेपालमा पनि शुभ विवाह 4 कलम सबै भए पनि आफ्नो छर छिमेक दाजुभाइ इष्टमित्रहरू युकेमा पनि भएको कारणले उहाँहरूलाई को सम्झनामा उहाँहरूलाई पनि नबिर्सिनुलाई यहाँ पनि अब शुभ 4 कलम हुनेवाला छ यो आउने शनिबार र 4 कलमभन्दा अगाडि पनि अब नानीहरूको अहिलेको उनीहरूको जेनेरेसन रिवाज उनीहरूले फलो गर्दाखेरि आज आफ्नै घर निवास 106 डन्कासरमा चाहिँ मेहन्दी कार्यक्रम भएको हुँदाखेरि अब हाम्रो के भदाइनी मङ्गेस म्यानेजरमा यहाँनिर प्राङ्गणमा आफ्नै करेसाबारीमा चाहिँ रमाइलो भइरहेछ लु नानी अब छोरी र ज्वाइँहरूलाई अब उज्जवल भविष्यको कामना गर्दै मलाई पनि 2टा भन्दै हुनुहुन्थ्यो अब 3-4वटा बोल्न दिएकोमा लु हाम्रो ब्लगर मङ्गेशलाई धेरै धेरै धन्यवाद सेवारो लु ल थ्याङ्क यू सो मच फुपा हाम्रो म्यानेजर यस्तै हुनुपर्छ हो आजको सब म्यानेज चाहिँ मैले नै गरेको अरू कसैले होइन हुन्छ यस्तै है अब आइन्दा ल थ्याङ्क यू ल यता चाहिँ हुनुहुन्छ हामीहरूको माइली फुपू अनि हामीहरूको ह्यान्डसम बम मामा पनि बसिराख्नु भएको छ अनि यता चाहिँ हामीहरूको ज्वाइँ साप हुनुहुन्छ आजको ए यो डेकोरेसन त्यस्तो खालको ए यहाँ सानो मान्छेले क्लिप डेकोरेट गर्दै रहेछ हेरौँ त अमी कति राम्रो पो डेकोरेट गरिसकेको छ यो केटाले त आर्टिस्ट रहेछ यो मान्छे त खतरा डेकोरेट गर्दो रहेछ ऊ हेर त ग्लु लाउँदैछ
यस्तो हुनुपर्छ क्या माइती भनेको हेर त यसरी छल्दिएको के उसको बहिनीलाई मेहन्दी लगाइदिँदा घाम पर्छ भनेर आमामा यस्तो के माइती भनेको त यस्तो हुनुपर्छ नि जस थम्स अप 10 on 10 पायो हाम्रो माइतीले चाहिँ यता चाहिँ हाम्रो फोटोग्राफर भाइ हुनुहुन्छ शिला त्यो छाता कस्तो राम्रो रहेछ हौ कस्तो तिमीलाई तिम्रो ड्रेसअपमा कस्तो म्याच खायो त्यो छाता घुमिदेऊ त एकचोटि घुमिदेऊ न कस्तो साँच्ची भनेको कस्तो राम्रो सुहाए छाता र यो के बोक्दिनु यो ला के साह्रो माइ गॉड प्रिटीले ल अब चाहिँ यहाँनिर मङ्गेसको टर्न आयो मेहन्दी लाउने चाहिँ मेहन्दी जाँदैछ यसरी ब्युटिफुल लेडिजहरू सानोले के खाँदैछौ अमै मेरो छोरीले त हेर्न कति खाएको नि यसले आज खाएको छ यसले भयो है फ्री स्टाइल मैले चाहिँ फ्री स्टाइल गर्दै भनेको 10 वर्ष त भयो चाहिँ यसलाई आइहाल्छ नि नहेरिकन पनि तिमीले चाहिँ कस्तो डिजाइन चुज गरेको छौ लोटस भएको गर्ने कति मिनट राख्नुपर्छ होला यो आउनुको लागि लगाऊ न उज्जवल के लाउँछ त होइन साँच्ची भनेको राटेको होइन लाउँछ केटाहरूले कस्तो राम्रो देखेको दुईजना साथीहरूलाई यहाँनिर चाहिँ अब आफैले सेलेक्ट गरेर लानुपर्ने अरे यहाँनिर के छ झुम्काहरू तिमीलाई सुहाउँछ प्रवीण ड्रेसले वा कस्तो राम्रो देखेको नि हाम्रो कान्छा ज्वाइँलाई वा यो को यस्तो ह्यान्डसम केटा ग्रिन लगाउने ओ माय गॉड यो त हाम्रो भाइ पो रहेछ कस्तो ह्यान्डसम ओ माय गॉड Oh my god. Bole churiya. Oh, look, a Mickey Mouse. कुसा एउटा लानु पाउँछ अरे के लान्छस् त I don't want to. No, you can take one. No, Why? I don't want to. You can take one for mommy or one for your girlfriend. Why would I do? I don't have a girlfriend. Why would I take these? You could have taken one for me. हजुर यो चाहिँ मेरो माइला छोरा कति ह्यान्डसम देखेको छ आज छक्कै पर्दैछ मेरै छोरा हो यस्तो ह्यान्डसम केटा रकेट तिमीले के बनाएको भैया यो रिभ्यू देऊ त कस्तो भएछ यो हाम्रो भैया हो होइन कस्तो भएछ भैया भन न एकदम भएछ एकदम 10 मा कति पायो 10 मा एटलिस्ट 7 के साह्रो लोभी हौ तिमी 10 मा 10 त देऊ न हौ मैले बनाएको हो नि त यो हो किलो भयो यसबाट मात्र अलिक राम्रो आउने रहेछ हौ हेर न हेर यो नक्कलीले उसको आमाको फोटो खिचिदिन्छ अरे त्यो रियलको क्यामेरा हो कि फेक हो रियल हो मेरो हो क्या ए उसको आमाको भिडियो खिचेछ आमालाई चाहिँ थाहै छैन आमा त्यो छोरीले भिडियो खिचेको खिचेछ पेपर प्लेट लिएर आऊ भनेपछि आऊ म तिमीलाई खिचिदिन्छु आऊ तिमी यहाँ घुम्ने काठको बोटुकामा सार्न आयो अब चाहिँ
सबैलाई एउटा एउटा दिएछ क्या भगवान्ले अहिलेसम्म चाहिँ आयो तेरो सबै लाउन जति लाग्छ निकाल्न त्यो भन्दा बेसी ओइ पानी पर्छ होला यार उठाउनु पर्छ होला गाइस रेनी यता आइज ओइ रेनी कहाँ गएको त रेनी आइज आइज ए त्यो छुनु हुँदैन भित्र बोकेर आइज बाई बाई Thank you so much.